मेरो प्यान्ट चाहिँ हैन खतरा लुत्किराखा प्लित प्लित सबैले मेरो गाडमा हेरिरहेछ हैन। नपता हेर्नुस् यो अघि नैबाट यो पठानी पछि लागिरहेछ। यहाँ प्रब्लम भइरहेछ, त्यही भएर अब एउटा ट्याक्क बेल्ट किन्ने हो अनि त्यसपछि वा काट्ने हो। सो आज चाहिँ हामी 150 खर्च गरेर चाहिँ अल्फादेखि मार्केट आएको छौँ। किन आएको भने चाहिँ भाइको सिम मोबाइलहरू सबै चोरी भएछ, त्यसको लागि सिमको कपी निकाल्न चाहिँ आएको। यो हिँडिरहेको भाइको हामीलाई चाहिँ स्वागत चाहिँ पुतलाले गर्यो। अब मेरो भुक्कड साथीलाई हेर्नुस्, जतिखेर नि खाना अनि साथीहरूले कतै जाम भन्यो भने नजाने मुजी पहिला खाम पल्ला जाने साथी हो। तपाईहरुसँग चाहिँ यस्तो भुक्कड साथी छ किन कमेन्ट गर्न चाहिँ अवश्य नबिर्सनु होला। अनि भाइको सिमको कपीको लागि चाहिँ मेसिनमा प्रोसेसिङ भइसकेको छ, आधी घण्टा जति भइसक्यो, बोर पनि एकदमै भइसक्यो। अनि बोकाको पारा चाहिँ यस्तो छ, मैले चाहिँ सानो सुनको टप लगाउने सोच बनाइरहेको थिएँ। अनि हामी चाहिँ सिमको काम सकेर सुन पसलमा गयौँ। सुन पसलमा गएर सोधेको 24 क्यारेटको सानो टप छ कि नै भनेर। त्यहाँ चाहिँ 22 मात्रै अभाइलेबल छ सर, 24 चाहिँ छैन भने। अनि त्यसपछि चाहिँ हामी लिफ्ट चढेर माथि फ्लोरमा गयौँ। माथि फ्लोरमा जाने बित्तिकै रोज धेरै रहेछ कि होइन। अनि त्यो गर्लफ्रेन्ड भए त किनिदिनु हुन्थ्यो, गर्लफ्रेन्ड छैन। अनि मोबाइल पो सपमा गएर चाहिँ किनिने जसरी गएर मजाले हेरियो। अनि चुलो चाहिँ यस्तो खतरनाक रहेछ कि नेपालको समथिङ 1 लाख जतिको चुलो देखेँ मैले चाहिँ होइन आज ग्यास। अनि यो चाहिँ अल्फरदिनाको आउटसाइड भ्यू हो, तपाईँहरू पनि मजाले हेर्नुहोस्। हामीले चाहिँ अल्फरदिनालाई बाई बाई भनेर 120 को स्पिडमा लाग्यो नेपाली होटलतिर मोमो खानलाई। अनि त्यहाँ चाहिँ जडिया घुमिरहेको बनाएको पैसा लाग्छ भनेर कोसिस गऱ्यो। त्यसपछि चाहिँ हामीले नेपाली होटलमा इन्टर गऱ्यो, भित्र छिर्यौँ। अनि छिरिसकेपछि हेरेको नेपाली होटल नै रहेछ कि होइन। आज छुट्टी भएर मोमोहरू केही खान लगाएको होला होइन। त्यसपछि चाहिँ हामी उसको साथीहरूको पोज हेर्नु, बस्ने पोज। त्यसपछि अनि वेटरले मोमो ल्याइदिनु भयो। अनि त्यसमा हामीले इन्जोय गऱ्यौँ मजाले, दामी रहेछ। धेरै पछि खाएको, एकदमै मिठो लाग्यो मलाई चाहिँ। तपाईँहरूले यहाँको मोमो ट्राई गर्नु भएको छ कि नै? यदि छैन भने चाहिँ म रिक्वेस्ट गर्छु ट्राई गर्नु होला, एकदमै मिठो छ। एउटा मोमोको डल्लो चाहिँ खाँदा खाँदै मुखबाट खस्यो। अनि त्यसलाई पनि मैले धोएर खाएँ अनि पे गरेँ। आजको दिन अनि भ्लग चाहिँ यहीँ सकिन्छ।